सबैले मेरो सुन्दरता देखे, तर कसैले मेरो सङ्घर्ष देखेन। म एक सामान्य केटी हुँ। सपना ठुला थिए, तर बाटो सजिलो थिएन। एक दिन फेसबुक स्क्रोल गर्दा मैले देखेँ, घरमै बसेर पैसा कमाऊ ट्रेडिङबाट। सुरुमा विश्वास लागेन, तर बारम्बार देख्दा मन डगमगायो। मैले सोचे, सायद यही मेरो मौका हो। मैले मेरो जम्मा बचत 50,000 रुपैयाँ ट्रेडिङमा हाले। पहिलो दिन प्रफिट भयो। त्यो सानो जितले मलाई ठुलो सपना देखायो। एक हप्तापछि 50,000, 70,000 भयो। म खुसी भएँ, आफैलाई स्ट्रङ महसुस गरेँ। फेसबुकमा पोस्ट पनि गरेँ, लाइफ चेन्ज हुँदैछ। सबैले ताली बजायो, कमेन्ट आयो, वो प्राउड अफ यू। तर मार्केट कहिले भावनाले चल्दैन। एक दिन एक ट्रेड ठुलो घाटा भयो। म डराएँ, तर मैले रोकिन। मैले अर्को ट्रेड गरेँ, झन् ठुलो रिस्क लिएँ, किनकि म हार मान्न चाहन्नथे। तर रियलिटी फरक थियो। केही दिनमै मेरो अकाउन्ट शून्य भयो। त्यो स्क्रिन हेर्दा मेरो मुटु चर्कियो। त्यो दिन म एक्लै बसेर रोएँ। त्यो बेला मलाई कसैले भनिदिएको भए ट्रेडिङ सजिलो होइन भनेर। पछि मैले खोजेँ, बुझेँ 90 बिगिनर ट्रेडरहरू घाटा खान्छन्। त्यो बेला मैले रियलाइज गरेँ, मैले पैसा गुमाएको होइन, मैले बिना नलेज रिस्क लिएको थिएँ। त्यसपछि मैले फेरि सुरु गरेँ, तर यसपटक इमोसन होइन, डिसिप्लिन लिएर। मैले सिकेँ रिस्क म्यानेजमेन्ट, पेशेन्स, कन्ट्रोल। अब म ठुलो प्रफिट खोज्दिनँ, म कन्सिस्टेन्सी खोज्छु। सानो कमाउँछु, तर स्थिर कमाउँछु। आज म करोडपति छैन, तर म अब कमजोर पनि छैन, किनकि म अब ग्याम्बलर होइन, म ट्रेडर हुँ। ट्रेडिङले मेरो पैसा लियो, तर मलाई सोच्न सिकायो। आज म भन्न सक्छु, ट्रेडिङले मलाई तोड्यो, तर फेरि बनायो। र यदि तपाईँ पनि सुरु गर्दै हुनुहुन्छ भने याद राख्नुहोस्, ट्रेडिङ सजिलो पैसा होइन, यो डिसिप्लिनको खेल हो। सबैले देखे मेरो मुस्कान, भित्रको पीडा कसैले देखेन। सपना बोके कि म एक्लै, बाटो सजिलो कहिले थिएन।